आज हामी चाहिँ हाम्रो यो सम्पूर्ण साथीहरू यो के ठाउँ हो मिलनजी हो यो सीतामाई हो सीतामाई थानमा आज हामी लगभग यो हाम्रो 75 को के भन्छ कलेजको पास आउट ब्याच हो सबै एकदम उत्कृष्ट विद्यार्थीहरू एकदम उत्कृष्ट लगभग तपाईँको ख्याति प्राप्त ख्याति कमाउन सफल हाम्रो विद्यार्थीहरू पर्नुहुन्छ आज हामी उत्कृष्ट विद्यार्थीहरू भ्रमणको लागि अवलोकनको लागि भरतपुर 22 अवस्थित तपाईको यो सीतामाई थानमा आएका छौं र यहाँको तपाईको भूगोललाई बुझेको जानेको हाम्रो आदरणीय भरतपुर 22 निवासी उसलाई आकाश पटललाई पठाइदेन मुत्ता जाँदा के आदरणीय हाम्रो व्यक्तित्व समाजसेवी गुरुबा उहाँले एकदम समाजको लागि एकदम कल्याण गर्नुभएको छ हित काम गर्नुभएको छ र आगामी दिनहरूमा पनि उहाँले यस्तै काम गर्नुहुन्छ भन्ने हामी सम्पूर्णले आशा लिएका छौँ र आजको यस महाधान्य चलमा उहाँबाट रु 1 लाख रुपियाँ प्रदान भइसकेको छ र उहाँलाई आज हामीले विशिष्ट अतिथि हैन परन के हो के को हो त्यो कुर्ची विशिष्ट अतिथि कुर्चीमा आजको लागि उहाँलाई जोरदार लातले स्वागत गर्नेछौँ सबैलाई मेरो नमस्कार आज टेबल नम्बर 4 मा आइसक्नु भएको छ हाम्रो आदरणीय सम्मानीय व्यक्तित्वहरू टेबल नम्बर 4 मा आइसक्नु भएको छ आदरणीय समाजसेवी व्यक्तित्व श्री नेसन राणा मगरज्यू उहाँले यस दोहोरी साँझलाई अत्यन्तै माया गर्ने र उहाँ यहाँ सधैँ पाल्नुहुन्छ र उहाँको रोजाइमा आज हामीले सुन्दर बजार भन्ने गीत पस्किन गइरहेका छौँ र आशा छ हाम्रो नेसन राणा मगरज्यूले पनि हामीलाई गीत गाएर साथ दिनुहुनेछ कृपया टेबल नम्बर 4 मा माइक पुर्याइदिनु होला गुरुबा माइक आयो सुन्दर बजार भन्ने गीत गान कुन आउँछ त्यो उहाँ एकदम आज छोकरा आज उहाँ एकदम थकित मुद्रामा हुनुहुन्छ र ठिक छ आदरणीय फेरि टेबल नम्बर 5 मा आइसक्नु भएको छ आदरणीय सम्मानित व्यक्तित्व यहाँ सबैजना उपस्थित भइसक्नु भएको छ र आजको कार्यक्रमको मूल अतिथि आदरणीय सम्मानित व्यक्तित्व समाजसेवी श्री गुरुबाको नेतृत्वमा आज हामी यो भरतपुर 22 मा अवस्थित यो सीतामाई थानमा आएका छौँ र उहाँले हाम्रो लागि भनेर एउटा छुट्टै एउटा भिल्ला आज हाम्रो लागि उहाँले चाहिँ बुक गरिदिनु भएको रहेछ यसको लागि हामी सम्पूर्ण टिमको तर्फबाट उहाँलाई जोरदार तालीका साथ सम्मान व्यक्त गर्न चाहन्छौँ धन्यवाद ल र अहिले पनि हामी यस सीतामाई थानको बसाइसकेर अब हामी यहाँबाट निस्किँदैछौँ र आजको यस कार्यक्रमको प्रमुख अतिथि समाजसेवी व्यक्तित्व आदरणीय नेसन राणा मगरज्यूबाट हामीलाई रु 1 लाख रुपियाँ अघि नै प्राप्त भइसकेको छ र जाने बेला उहाँले रु 5 लाख दिन्छु भन्दै हुनुहुन्छ र त्यो 5 लाख उहाँले इस्टर्न पार्क पुग्नु भन्दा अगाडि नै दिइसक्नु हुनेछ र यस संस्थाको कोषाध्यक्ष आदरणीय मिलनज्यूलाई चाहिँ उक्त रकम हस्तान्तरण गरिदिनु हुनको लागि यसै कार्यक्रमका सचिवज्यू आदरणीय प्रवेश कार्कीज्यूलाई पनि स्वामित्वमा रहदिनु होला धेरै धेरै भिडियो गुरुबा